सम्पूर्ण दर्शकबिनहरूलाई स्वागत गर्न चाहन्छु आजको भिडियोमा। फेरि आज 21 गते वैशाख 2022 साल वैशाख 21 गते अनि यो आँपको बिरुवा, कलमी आँपको बिरुवा हामीले लिएर आएका थियौँ, जुन यो स्वदेशी तथा देश विदेशबाट नगद पठाउनु भएको थियो। त्यही नगदबाट ल्याएको थियौँ, तर माटो नपुगेकोले गर्दाखेरि हामीसँग त्यो के अरे यो रोप्ने ठाउँ थिएन अनि जतापाइ त्यता रोप्यो भने त मर्छ। त्यसले गर्दाखेरि चाहिँ हामीले त्यतिकै छोडिरहेको थियौँ अनि यसलाई चाहिँ अब हामी सार्दैछौँ। यसलाई कति रुपियाँ पो गोटा लिएको थियौँ? 250 कि 300 लिएको थियो, त्यस्तै 250-300 कति लिएको थियो यो कलमी आँपको बिरुवा। अनि यो राखिरहेको थियौँ। अहिले यहाँनिर अब राम्रो माटोमा सल्लाह सारेपछि यो मर्दैन पनि। अहिले सार्यो भने चाहिँ बर्खा महिना हो, पानीको आवश्यक पनि खासै पर्दैन, भिजेको छ माटो, बर्खा लागिरहेछ, सल्लाहको बढ्छ मजाले। त्यही भएर अब हामी चाहिँ यसलाई सार्दैछौँ गाइस। स्टेजको पछाडि स्टेजदेखि यो कम्तीमा पनि 12-15 फिट यतापट्टि राखेको छौँ। त्यस्तो भएपछि त स्टेजलाई पनि फरक परेन, पछि ठुलो भयो भने शीतल पनि हुन्छ। अनि स्टेजको छेउमा अब हामी भोलिदेखि फुल बिरुवाहरू रोप्ने भन्दैछौँ। अनि यता यो सबै झ्याक्सी न झ्याक्सी भइसक्यो। अब फुल बिरुवाहरू यतातिर हामी व्यवस्थापन समितिले चाहिँ यतातिर व्यवस्थापन गर्ने, अनि त्यता संरक्षण समिति के अरे यो निर्माण समितिले चाहिँ उतातिर प्लास्टरको काम पनि सुरुवात गर्दैछन्। त्यसले गर्दाखेरि अब हामी चाहिँ अनि यो अर्को कुरा के छ भन्दा परेवा निकै नै धेरै भइसकेको छ। यसको लागि अनि परेवाको खोरको लागि भनेर यता पनि यो देख्न सक्नुहुन्छ, परेवा सबैतिर चारैतिर परेवा छ। त्यसले गर्दाखेरि काठहरू त प्रायः पुग्छ पनि होला सायद, तर अब यसको लागि यो रड पनि त्यहाँनिर पहिला त्यो यो निर्माण गर्दाखेरि उब्रेको रडहरू रहेछ, त्यही रड र सिमेन्ट भयो भने त्यसले पनि काम चलाउ गर्नुहुन्छ गाइस। त्यो अहिले छोडिदिनु, अहिले उयो गर्छु यहाँ आएर आउनु त। 10 फिट कहाँ हुन्छ, 10 फिटभन्दा माथि भयो भने भइगयो। स्टेज पछाडि भने ठिक्क 3टा आँपको बोट ट्याक्कै राम्रो हुने रहेछ। एउटा यहाँ, एउटा ठ्याक्क त्यहाँ हुन्छ, ठिक्क हुने रहेछ। ल ठ्याक्कै यहाँनिर खन्नुपर्छ सिधा यहाँनिर। परेवा गाइस। भेटौँला फेरि।